बाबा आमा दाजुभाइ दिदीबहिनीहरू सर्वप्रथम नमस्कार। हाँसो गर्दा पक्कै साँच्चै भएको जस्तो मलाई कता महसुस भएको जस्तो लाग्यो। यो चित्रेली समाज जान्छ होला जस्तो मलाई लागेको थिएन र एक दिन यस्तो खालको दिन जुडेको थियो 84 पूजाको दिन। हाम्रो आज सुजी कुमारीको सासूको 84 पूजाको दिनमा हामी चित्रेलीहरू 30-35 जना जम्मा भएको थियौँ। त्यो दिनमा हामी चित्रेली पार्टी बसेर होइन, चित्रेली समाजको पनि हाम्रो सबै समाजको त्यो हो, चित्रेली समाज एउटा अमाप गर्नु पर्यो भनेर कुरा प्रस्ताव राखेको थियो र हाम्रो दाजुभाइहरूले सबैले स्वीकारेर हामीले अचानक एउटा रुबी गेस्ट हाउसमा बैठक राख्यो। बैठकले पास हो र अहिले 1 वर्ष 2 वर्ष गर्दै 3 वर्ष क्रस भएर अहिले 4थो वर्षमा प्रवेश गर्यो। एकदम खुसी लाग्यो। अहिले जे जति हाम्रो चित्रेली दाजुभाइहरू एक्स इन्डियन आर्मी, ब्रिटिस आर्मी र सिङ्गापुर पुलिसमा जागिर खाएर रिटायर भएर जति पनि मान्छेहरू नेपाल फर्किँदैछ र उहाँहरूलाई एफएसआई जुन चाहिँ मेन पावर कम्पनी तपाईँहरूलाई अहिले त प्रायः सबैले थाहा भइसकेको कुरो हो र यो कम्पनी मार्फत भएर मेरो छोरा डाक्टर सूर्यमान गुरुङको विवाह यो माघको 14 गते हुने निर्णय गरेको छ र छोराबुहारीहरू पनि सबै त्यतिखेर आउने। त्यसकारणले उनीहरूको छुट्टी युकेबाट आउँदाखेरि म्याक्सिमम 17-18 दिन भन्दाखेरि नपाउने र बिहाभन्दा पहिला केही 1 हप्ता 10 दिन पहिला आउनु नि पर्ने। त्यसकारणले गर्दाखेरि त्यो बिहाको डेटले गर्दाखेरि अलिकति छोराछोरीहरू आउँदाखेरि हाम्रो चित्रेली समाज यस्तो छ उस्तो छ यसरी हाम्रोमा भएको छ भनेर एउटा ऊ देखाउँ कि भन्ने हिसाबले मैले तपाईँहरूको सामुन्ने यो प्रस्ताव राखेको हो र त्यसलाई मैले क्यालेन्डरमा हेर्दाखेरि माघको 20 गते एउटा शनिबार पर्छ। तर फेरि यसमा एउटा यो कुरा आउँछ माघ महिनामा यो सोसानी पर्दा भने यो हाम्रो आमा टोलीको एउटा प्रब्लम निस्किन्छ। तर जहाँसम्म मेरो हिसाबले हाम्रो आमा टोली यो गुरुङ जातिमा सोसानीको उसमा त त्यतिको इन्ट्रेस्ट गर्दैन होला हामी, किनभने प्रायः सबै बुद्धिस्ट हो। हामीले खास माघ महिनालाई तर्काएर हामीले फागुन महिनामा सधैँ गर्ने गर्दथ्यौँ। तर अहिले अलिकति फरक गरेर लाएर माघको 20 गतेलाई गर्ने हामीले मैले यसो सोच गरेको मात्रै है र यो चाहिँ अलि पछि डिसिसन गरौँ न पाउने ऊ गरेको छ होइन, हेर्दै छ। अब त्यो बार्गेनिङ गर्दै जाँदा कतिमा त्यो दिन्छ र यसमा त आर्थिकै नै कुरा हुन्छ। अहिले समाजमा तपाईँले हाम्रो कोषाध्यक्षको मुखबाट सुन्यो 24 लाखको हाराहारीमा हाम्रो पैसा छ। यो भोजमा कति सक्ने हो, साधन सभामा यो हाम्रो दाजुभाइ दिदीबहिनीहरूले के कति बोल्ने हो, त्यसमा काटाएर कति लाग्ने हो, हिसाब गर्दाखेरि त तलै माथि जाँदा भन्दा तलै झरेको हुन्छ। झरे तापनि हामीले यसलाई यदि जग्गा किन्ने हो भने इराक, अफगानिस्तान र नोकरीमा गएको हाम्रो दाजुभाइ दिदीबहिनीहरूबाट पनि निर्देशी हामीले केही मात्रामा पैसा सङ्कलन गरौँ र हामीले पनि कोही दिन सक्ने मान्छेले अब निर्देशीको हिसाबमा उठाएर भन्यो भने हामीले किनौँ। पछि किन्दाखेरि ढिलो हुने महँगो हुने अहिले काम छिट र जग्गा पायो भने हामी किन्छौँ पनि 15-20 लाख रुपियाँ जति उठाएर पनि हामीले जग्गालाई यसो जग्गा पायो भने हामीले विचार गर्दैछ। एउटा कुरा त्यो छ। हिसाब कोषाध्यक्षले राख्यो
पछाडि हिसाब सब सुनायो। तर अहिले केही मात्रामा हाम्रो चित्रे समाजको मेम्बरहरूले मलाई फोन गर्यो, म आउन सकिनँ, त्यसले गर्दाखेरि मेरो नामबाट म यो दिन्छु र ऊ दिन्छु भनेर 2-4 जनाले मलाई फोन गर्यो। र त्यो व्यक्तिहरू को हो भनेर भन्दा एउटा त हाम्रो काका मेघबहादुर गुरुङ, उहाँले चित्रे गाउँको योपालिको भोजको लागि खिरको बन्दोबस्त गर्नु पर्यो। खिरको लागि गाउँको चामलको उसमा म चामल लिएर आउँछु, चामल यताबाट म त्यो गर्छु छोरा भनेर लाएर मलाई फोन गरिराखेर उहाँ जानुभयो। छोरा धनबहादुर जुन अहिले उहाँ इराकमा नोकरी गर्दै हुनुहुन्छ, उहाँले भैलोको लागि पनि पैसा दिइसकेको छ। र अघि भर्खरै मलाई फोन आयो, हाम्रो चित्रेली समाजको यो आउनेवाला भोजको लागि मेरो नामबाट एउटा खसी त्यो के अरे भन्ने विचारले मैले पनि एउटा खसी यही मासबाट मैले तपाईँहरूलाई एनाउन्स गर्छु, एउटा खसी म पनि दिने विचार गरेको छु। पानीको प्रोजेक्ट परेको छ, त्यसको लागि काका मेघबहादुर र भाइ सुखबहादुर गुरुङ काठमाडौँ गएको थियो र मेजर जेनरल उमेश कुमार गुरुङ माइला मामा बजार सुधा मेजर हनर क्याप्टेन बजारबहादुरको छोराले उहाँ काठमाडौँमा आउनुभएको थियो। उहाँले एम्बेसीमा ल्याएर त्यहाँको एम्बेसडर दिए र मेजरलाई सामुन्ने राखेर चित्रेको लागि प्राइभेट रोलमा राख्ने भनेर उसले सुखबहादुर उहाँ गएको थियो र काका मेघबहादुर पनि गएको थियो र यो पानीको स्वीकृति भएको छ र 1 हप्ताभित्र त्यो इस्टिमेट तयार गर्नुपर्छ भनेको छ। र इन्जिनियरको उसमा चाहिँ हामीले अब गाउँको प्रोजेक्ट गर्नु छ। इन्जिनियरले त्यो के अरे सुरुमा ऊ निकाल्दाखेरि नि पैसा झगेर खान्छ, तर हामीले त्यसरी किन पैसा बोलाउने भन्ने हिसाबले हाम्रो बलबहादुर गुरुङ मेरो साथी हो, तपाईँहरू सबैलाई थाहा छ, जुन उहाँ अहिले काठमाडौँमा बस्नुहुन्छ र उहाँ 14 गते आउँछ, 15 गतेको बिहामा इन्भल्भ हुन्छ र 16 गते चित्रेमा गएर त्यो पानीको ऊ गर्छ। त्यसको बाद इमिडिएट के अरे इन्डियन एम्बेसी काठमाडौँमा लाने काम गर्नेछ। त्यसको लगातार चित्रे स्कुल ओभर 3 करोडको योजनामा इन्डियन एम्बेसी मार्फत नयाँ फाउन्डेसन हुँदैछ र त्यसको पनि स्टेट हुँदैछ। र अब यस्तो गर्दै जाँदा अब हेल्थ फोर्स सुरु भइसकेको छ। त्यसले गर्दाखेरि उहाँ 1 करोड 60 लाखको पानीको त्यो ऊ पनि अहिले उहाँ सबै मुलुकको ऊदेखि सबै चित्रे गाउँमा आउँदैछ। अहिले अब चित्रे गाउँ एकदम स्वर्ग बन्छ। मेरो विचारमा हाम्रो गाउँलेहरू आस्ते आस्ते फेरि गाउँ फर्कने भेट्छ कि भन्ने आशा लाग्छ।